हेलो अनि नमस्ते गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ अब पसल त सफा गरियो, अब हल्का फुल्का सामान हाल्छु भनेर गएको। म चाहिँ साथीहरू खासै धेरै सामान त हाल्दिनँ, अहिले एकदम बजेट कम छ। अनि हामी चाहिँ होलसेलमा गयो अनि यो बच्चाहरूले खानेकुराहरू वगेरा वगेराहरू लिए होइन। अनि त्यसपछि चाहिँ कुनै कुराहरू चाहिँ थाहा नहोला भनेर प्राइस लेखिदियो त्यहाँको नानीले। अनि साउजी चाहिँ वहाँनिर मजाले हिसाब गर्न बस्नुभयो। अनि कस्तो मलाई चाहिँ आँखा पोलेर कस्तो भइरहेको थियो। अनि सामान सबै लिएर चाहिँ हामी घर आए साथीहरू। 3 धोक्रो जति भएको थियो कि यो बिस्कुटको प्याकेटहरूले गर्दा। अनि आएर चाहिँ मैले यसरी सामानहरू यसरी मिलाउन थालेँ। चाउचाउहरू बिस्कुटहरू त्यस्तो ठुलो पसल त होइन कि, त्यही अब चटपटी बेच्ने भइसकेपछि यो ऱ्यागमा पनि यसो के राखेर बेचिदिउँ न भनेर चाहिँ अनि मैले चाहिँ यिनीहरू लिएर आएको बिस्कुटहरू। अनि बिस्कुट पनि धेरै थरीको त ल्याएन, मैले 4-5 थरीको मात्रै लिएर आएको छु। अनि त्यसपछि चाहिँ योहरू सबै सामानहरू मिलाएर राख्नलाई म गरेँ। म त लुगै फेर्ने थिएन कि साथीहरू, अब एकैचोटि सामानहरू राखेर सकाउँछु अनि पछि मात्र लुगा फेर्छु भनेर गरेको। अनि आजको दिन चाहिँ मैले चटपटेको सामान पनि सबै रेडी गरिसकेँ साथीहरू। चिकन चटपटेहरू अनि बफ पनि राखेको छु। तर चिकन चाहिँ धेरै मिठो हुन्छ साथीहरू, तपाईँहरू एकचोटि आएर ट्राई गर्नु होला। हाम्रो गाउँले दिदीबहिनीहरू नै आउनु होला, एकदम मिठो गरी बनाउँछु मैले। अनि आजदेखि चाहिँ पसल मजाले चलाउँछु यहीँ बसेर। अनि कतिजनालाई चाहिँ हाम्रो घरको कुकुरले टोक्छ भनेर चाहिँ कतिजना आउनु हुँदैन नि त, त्यही भएर चाहिँ अनि यही भिडियोबाट जानकारी गर्न चाहेँ। हाम्रो घरको कुकुर चाहिँ अहिले छैन, हाम्रो घरको कुकुर चाहिँ नभएको कारणले गर्दै फेरि पसल मैले सुरु गर्न थालेको हो। अनि पहिला नै मैले पसल चलाएर बसेको थियो, अनि पछि चाहिँ कुकुरले गरेर चाहिँ मैले छोडेको थियो। कुकुरले धेरै मान्छेले टोक्ने नि त। अनि अहिले चाहिँ मेरो यत्तिको भएको छ। तपाईँहरू आएर एकचोटि ट्राई गर्नु होला र मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। टिकटकमा चाहिँ टिकटक कलेक्सन छ है साथीहरू। थ्याङ्क यू।